फेरि पनि वेलकम छ तपाईलाई मेरो अर्को भ्लगमा। आजको भ्लग सुरुवात भएको छ 7 बजेदेखि र आज म आएको छु जंगलमा। र जंगलमा किन आएको भन्ने कुरा तपाईले एकैछिनमा थाहा पाउनुहुन्छ। म एकैछिनमा तपाईहरुलाई के कुराहरु भन्दै गर्नेछु। तपाई मेरो भ्लगमा कन्टिन्यु भइराख्नु होला भन्न चाहन्छु है त। हामी आज जंगल आएको अनि जंगलमा चाहिँ यस्तो जंगल छ हैन। अनि यहाँनिर चाहिँ अलैँची सुकाउने ठाउँ रहेछ। यो अलैँची रहेछ तर यहाँ अलैँची चाहिँ कहाँ छ? Where? अलैँची कता छ? यता रहेछ थोरै सबै मरिसकेछ के। अनि यहाँबाट चाहिँ एउटा गाउँ पनि देखिरहेछ पर। गाउँ पनि देखिरहेछ। राम्रो छ हैन। अलिक पर चाहिँ भन्ज्याङ हो। पर डाँडामा चाहिँ भन्ज्याङ। जंगल हो। हामी जंगलमा डुलिराखौँ। घाम त्यहाँ पुगिसक्यो। अब एकैछिनमा फर्किन्छ। हामी चाहिँ यता आको। अब हामी जान्छौँ यो घरमा। खासमा यो घरमा के रहेछ हामी चेक गर्छौँ। घाँस काटेछ पर एउटा मान्छे। यहाँ घाँस अरे यो। हामी घाँसै काट्न आएको। टङ 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 तला मेरो की खस्यो। क्या हो यो? What is this? यो अलैँची सुकाउने भट्टी हैन र। कहाँबाट रहेछ हौ आगो लाउने? यहाँ रहेछ धुवा निस्किने ठाउँ हैन। यहाँबाट धुवा निस्किन्छ अनि यताबाट चाहिँ आगो लाउने। कस्तो दामी रहेछ हैन। यसलाई यसरी उक्काउने अनि यो भित्र आगो लाउने रहेछ। यस्तो आगो लाउने अनि यो ताप अनि यहाँ चाहिँ अलैँची राख्ने ठाउँ। ओए म त्यति मात्र देख्न सके। यही बारीको अलैँची हो। यसपालि त छैन अलैँची। अरे भर्खर मैले घाँस काटिसकेँ हैन। यस्तो चिलाइरहेछ जस्तो भए पनि मैले घाँस चाहिँ अब बाहिर ल्याइसकेँ। अङ्गेरी कसले कराउँदैछ माथितिर। के पुगेन उसलाई हेर न। घाम यत्रो पुगिसक्यो है। धेरै माथि पुगिसक्यो घाम। This is निङ्गुरो। हामीलाई खासै बोल्न नि आउँदैन। तिर्खा लाग्यो कि एकदम चिलाएर घाँसले। बारी कत्रो घाँस काट्नु भइसक्यो कसले त। पर हुँदै हुनुहुन्छ हाम्रो भाउजू। के म यो भित्र गएको हैन। पानी छ यता चाहिँ। पानी एकजना त्यहाँ छ। हिलो बहादुर। यस्तो पानीले हिलो भइरहेछ। हाम्रो अलैँची बारी त भन्दिनँ म हैन। यो अर्कैको हो। आई थिङ्क यो भित्र हुनसक्छ घाँस चाहिँ हैन। खतरा घाँस हुनुपर्छ। यदि भएन भने चाहिँ अर्को ठाउँमा जाने। तर हुनुपर्छ भन्छु म। हुनुपर्छ भन्छु के अरे हैन त। खासै केही पनि छैन रहेछ हौ यतातिर त। रुखको टुप्पामा छ। यस्तो नि हुन्छ। यो हुन्छ कहीँ। ल म फेरि अलिअलि घाँस काट्न थाल्छु अनि त्यसपछि एकछिनमा आउँछ। मलाई त्यो पनि काटिसकेँ मैले। खतम।
हैन सब खत्म गरिसके। अब म खोलातिर जान्छु एकछिन। किनभने खोलातिर नि अलिअलि घाँस त भेट्न सकिन्छ। फोन झार्यो भने चाहिँ छैन, काम सक्यो टाटा बाई हैन त। माछा भेट्छ त यता त खतरा ठुलो माछा भेट्छ, तर घाँस चाहिँ छैन रहेछ हैन, नभए पनि केही छैन। माथितिरै खोला भयो नि त यता। माछा त खोजेको हो तर नभेटेर हो क्या। ओ झन्डै लोडे म्या फेरि छैन त माछा त। क्या हो यो, व्हाट इज दिस? छैन केही पनि। अब हाम्रो गाइजहरू जाने बेला भयो होला कि, अब म निस्किन्छु। यहाँ पानी लगेको रहेछ अनि यहाँ उछिटिरहेको हुन्छ क्या, मैले कहाँबाट पानी परेको भनेको नि। अहिले चाहिँ अब 8 बजिसक्यो। गीत गाइरहेको छ चराले, नाइस, राम्रो सुनिन्छ नि त। चराले गीत गाइरहेछ। अनि अब हामी चाहिँ अब घर फर्किने। हिलो बाटो छ अनि जानु परेन त। अब म चाहिँ मेरो भारी लिन आएको नि, पर काटेको घाँस त्यो फल्ने अन्जाने के गर्नु। गाउँमा जस्तो रुखको घाँस भेटिँदैन यता, भेट्ने भनेको के हो त्यो भुइँमा त काट्न त मजै आउँदैन। मान्छेले खराउन थाल्यो क्या माथिबाट, मेरो घाँस किन काटेको त्यहाँ भनेर। अब हामी घरतिर बाटो लागेको। अब भेट हुनेछ तपाईँ र मेरो अब अर्को ठाउँमा। अहिले चाहिँ घर आइपुगेर पनि खानासाना खायो र रेस्ट गरेर अब फेरि हिँडेको गाउँ डुल्नु। अब गाउँ डुल्न हिँडेको फेरि अब सरर होइन, गाउँ डुलेर फेरि आउने। अहिले त पढाइ पनि 12को एक्जाम भइरहेछ, क्लास त भइरह होला तर त्यति साह्रो जान मन लाग्दैन। बल्ल बल्ल बिदा मिलेको मनाउनु पर्यो नि डुलेर, गाउँ डुलेर। हाम्रो यो काम चाहिँ अब गर्दै 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 उता पुगिसक्यो। बनाउँछ नि त यो काम त, ट्र्याक्टर एक्लै बजिरहेछ। हालेको घाम आकाशको बिचमा पुगिसक्यो। माल त देखिरहेछ यहाँ आदि। मिक्सर यो मिक्सर हो हैन, यहाँबाट मिक्स गरेर यहाँबाट जाने। अप्ठ्यारोमा कोक बोक्दै हो म त। बाटो हेर न फेरि कस्तो छ क्या। लु भयो यस्तो अप्ठ्यारो ठाउँमा चाहिँ। कस यो है मेरो खुट्टामा पसिना आएर हैरान। के भन्नु भयो अरे? देख्यो 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 तपाईँ भाइरल हुन्छ अब। भेनालाई पठाइदिनुपर्छ। ओ 2 जना कति छिटो कुद्यो?
फुट्यो भने त गयो। गाह्रो छ हौ, गाह्रो छ कोक बोक्नु पनि। पर पुगेछ दुईजना चाहिँ सरर महेन्द्र स्कुल यता पढिरहेछ मान्छेहरू। हजुर सुन्तलाको छोटो छोटो दाना भइसकेछ कि यहाँ यत्रो यत्रो फलिसकेछ। तिनटा ल्याएको होइन अनि त्यो एउटा अङ्कलले त के उयसमा हालेको नि त। तिनटा त छैन नि फेरि, तिनटा छैन नि फेरि ग्लास। तिनटा थियो होइन त्यो तिनटाको कि एउटा त कि तिनटाको एउटा त त्यो एउटै ठाउँमा हालेको क्या। अनि अर्को चाहिँ कहाँ छ त? अर्को त्यही छ झोलाभित्र। कत्रो लामो हुँदो रहेछ त्यो गिलास चाहिँ? कतिवटा हुँदो रहेछ एउटामा? एउटामा कतिवटा हुन्छ अरे? त्यो पनि थाहा छैन, यो पनि थाहा छैन होइन। यता त कति राम्रो ठाउँ पो रहेछ। अलैँची बारी भनेको यस्तोलाई भन्छ क्या, यस्तो 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 अलैँची बारी भनेको चाहिँ टक्कसँग हिँड्छ तलसम्म जाउँ। के कराएको हो? कराइरहेछ च्यास च्यास हिँड्न। अँ 1 लाखको चेकमा चाहिँ अनि मिति बिग्रिँदैन, त्यत्तिकै चाहिँ कहाँ हुन्छ त्यो? त्यो पनि यसो कजक कुचुक भएको चेक त लिँदैन त ब्याङ्कले, सिधा सरक। ए एटिएम कार्डको पासवर्ड खै त नि? आम्मामा यता त मकै नै मकै रोपेछ नि, पुरा मकै बारी। पहिला चाहिँ थिएन यता आइसिलु पाउँदैन, आइसिलु पाउँदैन, आइसिलु पाउँदैन। पाउँछ होला हौ। पारी माल त देखिरहेछ, काकुड्यो माथि छ्याङकुटी। यहाँबाट माथि जाने? यता त अहिले घरै घर भइसकेको रहेछ नि। यो चाहिँ कसले बनाएको घर हो? कागतीको बोट। है औ यो कसको घर हो? घरमा पनि ताल चलाइरहेछ। चाइना रोज फुल्यो एउटा। बाटो चाहिँ राम्रै बनाएरै छन्, जे होस् खुसी लाग्यो मलाई। अर्को कुरा भन्दा नि आज त अलैँची बारी मात्रै भयो त हौ। यता नि रहेछ अलैँची बारी। फर्स्टमा मैले अलैँची बारी देखाएको थिएँ नि त, त्यो भएर होला लास्टमा नि अलैँची बारी। किन हौ? के भन्नु? अन्त चाहिँ के भन्नु त? ए त्यसरी भिडियो बनाउनु भनेको? उयो घर कसको हो? उयो ए तलबाट त्यस्तो देख्दो रहेछ नि। गले हौ म त। छोडाइज पछाडि पछाडि के खाँदै हिँडिरहेछ। यो
यताको स्याउ 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 कराएर खै के हो मैले के पनि बुझिरहेको छैन। नयाँ घर बन्दै रहेछ यहाँ, नयाँ घर होइन बनिसकेको घर चाहिँ हो, मान्छे बसिसकेछ नि, कुखुरा थुनेर छ नयाँ घर। छुट्टी भयो अब स्कुल, घन्टी लाग्यो टिङ 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 टिङ। मलाई चाहिँ हेर न यता, अब म काममा जानुपर्ने। यो घर पनि ठुलो बनाएछ नि, छिटो जमलिक मान्छेहरू कतितिर निस्किसक्यो स्कुलबाट। यो चाहिँ अहिले के हो नि, राम्रो घर बनाएछ है, त्यहाँ काम गर्नेहरू गेट बनाइरहेको रहेछ। महेन्द्र स्कुल हो के अरे, देखेको छैन हौ। एउटा सानो चरा टिकु टिकु गराउँदो रहेछ। अब हिँडेको कामतिर कस्तो गर्मी हो अझको, अहिले यस्तो गर्मी भइरहेछ, घाम टलक्क ढल्केर पुरा आँखा पनि भरे एकछिनमा चाहिँ पानी पर्ने सक्ने सम्भावना देखियो। बादलहरू पनि आइरहेछ नि त, पछाडिको भ्यू चिसो पानी एरिया है यो पछाडिको चाहिँ। अहिले चाहिँ ग्रिनरी अलिक आएको छ, हरियो हरियाली, अनि त्यो भएर राम्रो देखिन्छ अहिले। सुन्तलाको बोटहरू अहिले एकदम हरियाली मात्रै छाएको छ नि त, यता सबैतिर हरियो, एकदम हरियै मात्रै छ। मकैहरू यता रोड चाहिँ बन्दै गरेको छ। गर्मी चाहिँ अझ धेरै नै छ, यो गर्मी भएपछि यो रोडमा नि धुलो उड्छ क्या, यस्तो खतरा। हाइवेमा फेरि धेरै हिँड्छ क्या, अझ गाडी आउँदैछ फेरि हाइवेमा, फेरि यति धेरै हिँड्छ कि खतरा हिँडिदिन्छ। धुलोले कहिले कहिले त आँखा पनि देख्दैन। यस्तो रोड चाहिँ यस्तो भयो, गिट्टीहरू यस्तो छ, अनि यतापट्टि यस्तो भइरहेको। अपरेसन चलिरहेछ क्या यिनीहरूको चाहिँ यहाँ होइन, सर्जरी उपचार गरिरहेछ यिनीहरूको यहाँ सब। जस्तो भयो भने आजको भिडियो यस्तै भयो, र मेरो च्यानललाई लाइक सेयर र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। आजलाई यति नै, फेरि अर्को भिडियोमा तपाईँहरू मेरो भेट हुने नै छ। अहिलेको लागि बाई बाई, नमस्ते।